धन्न 2027 को ओडिआई वर्ल्ड कप खेल्ने सपना चकनाचुर बनाइसकेका थिए। आजको युए विरुद्धको जित हाम्रो लागि ऐतिहासिक जित रहनेछ। तर कति समयसम्म चल्ने हो यिनीहरूको ब्याटिङको नालायकी। साल बदलियो, नेपालको सरकार समेत बदलिसक्यो, यिनीहरूको ब्याटिङ भने अझसम्म बदलेको छैन। आज फेरि हाम्रो बलिङ नाइलेपले तिमीहरूले गरेका गल्तीहरूलाई हाम्रो जित तल दबाइदिएको छ। च्यानल सब्स्क्राइब गर्नुस्, डिटेलमा कुरा गरौँ। लिग 2 को युए विरुद्धको फर्स्ट म्याचमा पहिला ब्याटिङ गर्दै नेपालले 200 रनको टार्गेट दिएको थियो। नेपालको टाइगर दिपेन्द्र सिंह एरीले मैदानमा एक्लै उभिएर युए विरुद्ध 75 रनको एउटा शानदार इनिङ खेले। एरी बाहेक अरू कुनै पनि ब्याटरले रन बनाउन सकेन। यिनीहरूलाई हतार के थियो भनिरहेको छु म। सुकुम्बासीमा डोजर चलाएको हेर्न जानको लागि यति छिटो आउट भइरहेको छ जस्तो लागिरहेको छ मलाई। बलिङमा भने हाम्रा बलरहरूले झण्डा गाड्दिए। सुरुवातदेखि नै करण केसीले मिटर खिचिसकेका थिए। बीचमा एकचोटि त हार्छौं जस्तो लागिरहेको थियो, फेरि सम्पादाले कमब्याक गराए। त्यसैमाथि सन्दीपले आफ्नो बललाई कसैले हावा पनि लगाउन दिएन। आज धन्न शानदार जित हासिल गर्यो। धन्न 2027 को ओडिआई वर्ल्ड कप खेल्ने सपना चकनाचुर बनाइसकेका थिए। आजको युए विरुद्धको जित हाम्रो लागि ऐतिहासिक जित रहनेछ। तर कति समयसम्म चल्ने हो यिनीहरूको ब्याटिङको नालायकी। साल बदलियो, नेपालको सरकार समेत बदलिसक्यो, यिनीहरूको ब्याटिङ भने अझसम्म बदलेको छैन। आज फेरि हाम्रो बलिङ नाइलेपले तिमीहरूले गरेका गल्तीहरूलाई हाम्रो जित तल दबाइदिएको छ। च्यानल सब्स्क्राइब गर्नुस्, डिटेलमा कुरा गरौँ। लिग 2 को युए विरुद्धको फर्स्ट म्याचमा पहिला ब्याटिङ गर्दै नेपालले 200 रनको टार्गेट दिएको थियो। नेपालको टाइगर दिपेन्द्र सिंह एरीले मैदानमा एक्लै उभिएर युए विरुद्ध 75 रनको एउटा शानदार इनिङ खेले। एरी बाहेक अरू कुनै पनि ब्याटरले रन बनाउन सकेन। यिनीहरूलाई हतार के थियो भनिरहेको छु म। सुकुम्बासीमा डोजर चलाएको हेर्न जानको लागि यति छिटो आउट भइरहेको छ जस्तो लागिरहेको छ मलाई। बलिङमा भने हाम्रा बलरहरूले झण्डा गाड्दिए। सुरुवातदेखि नै करण केसीले मिटर खिचिसकेका थिए। बीचमा एकचोटि त हार्छौं जस्तो लागिरहेको थियो, फेरि सम्पादाले कमब्याक गराए। त्यसैमाथि सन्दीपले आफ्नो बललाई कसैले हावा पनि लगाउन दिएन। आज धन्न शानदार जित हासिल गर्यो।